स्वागत छ सबैजनालाई आजको यस भिडियोमा र आजको यस भिडियोमा चाहिँ जेएमई रेमिटको एप कसरी रेजिस्टर गर्ने भन्ने विषयमा रहनेछ। यदि तपाईँ जेएमईको पुरानो कस्टमर हुनुहुन्छ, अलरेडी युज गरिसक्नु भएको छ भने चाहिँ यो नम्बरमा मलाई मेरो भाइबरन पनि छ, WhatsApp पनि छ, त्यहाँ मलाई तपाईँको जारी कार्डको बोथ साइड फोटो, इमेल आइडी, फोन नम्बर त्यहाँ पठाइदिनुहोस्। म तपाईँको आइडी र पासवर्ड र पिन बनाएर हजुरलाई सेन्ड गर्नेछु र हजुरले डाइरेक्ट लगइनबाट जेएमई एप लगइन गर्न सक्नुहुनेछ। अब कुरा गरौँ नयाँ युजर, अहिलेसम्म तपाईँले जेएमई युज गर्नुभएको छैन भने चाहिँ कसरी युज गर्न सकिन्छ, कसरी रेजिस्टर गर्न सकिन्छ भनेर चाहिँ अब म स्क्रिन सेयर गरेर तपाईँलाई देखाउन गइरहेको छु। जेएमई रेमिट एप रेजिस्टर गर्नको लागि चाहिँ सुरुमा तपाईँले प्ले स्टोर या एप स्टोरमा जेएमई रेमिट्यान्स सर्च गरेर तपाईँले त्यहाँ हाम्रो एप डाउनलोड गर्न सक्नुहुन्छ। र सेकेन्डमा आवश्यक पर्ने डकुमेन्ट भनेको चाहिँ जाहेर कार्ड हो। रेसिडेन्ट कार्ड अनिवार्य चाहिन्छ, ड्राइभिङ लाइसेन्सले हुँदैन। जापानिजको हकमा मात्रै ड्राइभिङ लाइसेन्स या पासपोर्टले मिल्छ। हामी विदेशीको हकमा चाहिँ अनिवार्य जारी कार्ड तपाईँले त्यहाँ स्क्यान गर्नुपर्ने हुन्छ। अब तपाईँलाई स्क्रिन रेकर्ड गरेर म देखाउन गइरहेको छु कसरी जेएमई रेमिट एप तपाईँले डाउनलोड गरेर रेजिस्टर गर्न सक्नुहुन्छ भनेर। र तपाईँले सुरुमा के गर्नु पर्यो नि, हजुरले जस्तै मेरो अहिले iOS हो, मैले सुरुमा के गर्नु पर्यो, एप स्टोरमा गएर तपाईँले जेएमई भनेर सर्च गर्नु पर्यो, जेएमई रेमिट्यान्स भनेर। हजुरले सर्च गर्ने बित्तिकै देख्न सक्नुहुन्छ मेरो चाहिँ अलरेडी डाउनलोड भएकाले यहाँ ओपन देखेको छ र तपाईँ डाउनलोड गर्नु भएको छैन भने चाहिँ डाउनलोड भनेर देखाउँछ। र मैले ओपन गरेँ। ओपन गरेर तपाईँले अब सुरुमा अब रेजिस्टर गर्नुपर्छ जेएमई। रेजिस्टर गर्नको लागि चाहिँ दुईवटा अप्सन छ त्यहाँ, न्यू र लगइन। हजुरले अहिलेसम्म युज नगर्नु भएको कारणले चाहिँ हजुरले न्यूबाट जानुपर्ने हुन्छ। न्यू रेजिस्ट्रेसनमा क्लिक गर्नु होला। त्यसपछि हजुरले त्यहाँ इमेल आइडी तपाईँले आफ्नो इमेल आइडी हाल्नुपर्ने हुन्छ मोबाइलमा भएको, किनभने यसमा चाहिँ कोड आउने भएकाले तपाईँको मोबाइलमा जुन छ त्यो हाल्नु होला है त। जस्तै मैले मेरो इमेल आइडी हाल्दैछु, pawansweti973@gmail.com। सो मैले यो हाल्ने बित्तिकै कन्टिन्यू देखायो। अब ओपिडी कोड हाम्रो इमेलमा आएको छ भनेर मेसेज छ। सो तपाईँले देख्न सक्नुहुन्छ इन्टर द ओपिडी कोड सेन्ड टु pawansweti973@gmail.com। मैले आफ्नो जिमेल ओपन गर्दैछु। जिमेल ओपन गरेपछि यहाँ मैले देख्न सक्छु पक्कै पनि आउनुपर्ने आइसक्यो। तपाईँले कपी गर्न सक्नुहुन्छ यो ओपिडी कोड कपी गरेर यहाँ तपाईँले पेस्ट गर्न सक्नुहुन्छ र नेक्स्ट गर्ने। र नेक्स्ट गर्ने बित्तिकै अब जापानको फोन नम्बर यहाँ राख्नु पर्यो तपाईँले। जस्तै अब मैले आफ्नो फोन नम्बर राख्न गइरहेको छु। त्यसपछि चाहिँ यो तलको रिफरल कोडमा चाहिँ TOK 015809 TOK 015809 यो राख्न चाहिँ नबिर्सनु है, यो रिफरल कोड चाहिँ। लास्ट नेममा निरज, त्यही भएर तपाईँले जारी कार्ड जस्तो छ त्यस्तै लेख्नु होला है त। अब जेन्डर मेल, त्यसै गरी डेट अफ बर्थ देख्न सक्नुहुन्छ। मैले आफ्नो डेट अफ बर्थ हाल्दैछु। ओके। अब आइडी टाइप रेसिडेन्ट कार्डमा गर्नु होला है त। त्यसै आफ्नो रेसिडेन्ट कार्ड नम्बर तपाईँले यहाँ हाल्नुपर्ने हुन्छ। त्यसपछि पासवर्ड बनाउनु हुन्छ। यो पासवर्ड बनाउँदा चाहिँ सबै मिक्स चाहिन्छ। जस्तै एउटा अल्फाबेट पनि चाहिन्छ, त्यसै गरी नम्बर पनि चाहिन्छ र एउटा क्यापिटल पनि चाहिन्छ। इक्जाम्पल जापानको जे क्यापिटल, जापान @123। तपाईँले एउटा यहाँ क्यापिटल हाल्नु भएन, हाल्नु भएन या ह्यासट्याग केही हाल्नु भएन भने चाहिँ फेरि नेक्स्ट हुँदैन। सो तपाईँले चाहिँ एउटा क्यापिटल पनि चाहियो मिलाएर हजुरले आफ्नो नामको एउटा अगाडिको क्यापिटल हाल्न सक्नुहुन्छ अनि @123 पनि हाल्न सक्नुहुन्छ। ह्यासट्याग तपाईँको मर्जी, हजुरले सम्झिनु पर्ने हुन्छ, त्यो सम्झिनु होला, गर्न सक्नुहुन्छ। त्यो तपाईँले त्यो मिलाएर हाल्नु भने चाहिँ नेक्स्ट हुँदैन है त। कन्टिन्यू गर्ने। कन्टिन्यू गरिसकेपछि ट्याप टु भेरिफाईमा क्लिक गर्ने। त्यसपछि हजुरले अप्सन देख्नुहुन्छ तीनवटा केवाइसीको अप्सन। हजुरले फर्स्ट केवाइसी भेरिफिकेसन विथ कार्ड थिकनेस चुज गर्नु पऱ्यो, त्यहाँ चुज गर्नु होला। चुज गरेपछि फेरि हजुरको फोन नम्बर हाल्ने आउँछ, तपाईँले फोन नम्बर हाल्नु होला आफ्नो। त्यसपछि कम्पनी नेम अप्सनल नहाल्दा पनि हुन्छ। तपाईँको अकुपेसन जेनरल इम्प्लोइ, स्टुडेन्ट हुन्छ भने स्टुडेन्ट गर्नु होला। यहाँ सबै अकुपेसन छ, जे सेलेक्ट गर्दा पनि हुन्छ, तर स्टुडेन्ट छ स्टुडेन्ट सेलेक्ट गर्नु होला। त्यो वर्किङ हुनुहुन्छ चाहिँ यो डाइरेक्ट इम्प्लोइ गर्न सक्नुहुन्छ है त। मन्थली इन्कम लेट्स से हजुरले रफली हाल्दा हुन्छ, एक्ज्याक्ट चाहिएन। बिजनेस इम्प्लोइड, त्यसै जिप कोड पोस्टल कोड राख्नु होला तपाईँको है त 1890024। ओके। त्यसै गरी तपाईँले एडिसनल एड्रेस जस्तै मेरो 5-3-3 हो। तपाईँले अब यहाँ तपाईँलाई याद भएन भने चाहिँ केनको नाम लेख्दा पनि हुन्छ। त्यसै गरी रेमिटान्स सेन्ड र नेक्स्ट गर्न सक्नुहुन्छ। तपाईँले
नेक्स्ट गरेपछि चाहिँ हजुरले आफ्नो जारी कार्ड स्क्यान गर्नुपर्ने हुन्छ। म स्क्यान गरेर देखाउन गइरहेको छु है त। नर्मली तपाईँले चाहिँ यो जता देखाएको छ त्यही गर्नु होला। त्यसै गरी नजिक लिनु पनि लिन्छ। ओके, त्यसै गरी ब्याक साइड ओके, सबमिट गर्ने बित्तिकै सेल्फी, नेक्स्टमा सेल्फी, कन्टिन्यू भइरहेको छ। सेल्फी गरिसकेपछि एक्सचेन्ज गर्नु। अलिकति अहिले मेरो चाहिँ दुइटै ओके भएको छ है त। नेटवर्कको कारणले त्यति टाइम लाग्दैन है। तपाईँ मुनिसम्म स्क्रल डाउन गर्ने बित्तिकै हजुरले भेरिफिकेसन प्रोसेस भनेर देख्न सक्नुहुन्छ। यस्तो खालको स्क्रिन यति गरेपछि हजुरको मोबाइलमा देख्न सक्नुहुन्छ भेरिफिकेसन प्रोसेस यहाँ देख्न सक्नुहुन्छ। यसको मतलब चाहिँ हजुरको साइडबाट भेरिफिकेसन कम्प्लिट भयो। अब हामीले तपाईँको चेक गर्नेछौँ, अप्रुभ गर्नेछौँ हजुरको जारी कार्ड क्लियर छ छैन। जारी कार्ड सबै हामी चेक गर्नेछौँ र एभ्रिथिङ क्लियर भएको खण्डमा हामी अप्रुभ गर्नेछौँ हजुरको जेएमई आइडी र हजुरले जेएमईबाट पैसा पठाउन सक्नुहुन्छ। र हजुरको एड्रेसमा हामी जेएमईको कार्ड लोसन कार्ड सेन्ड गर्नेछौँ। र त्यो लोसन कार्ड चाहिँ तपाईँले नेपाल पैसा पठाउँदाखेरि डिपोजिटको लागि युज गर्न सक्नुहुन्छ। त्यो कार्ड लिएर हजुरले लोसनमा जानुपर्ने हुन्छ र त्यहाँ डिपोजिट गर्नुपर्ने हुन्छ। डिपोजिट गर्ने बित्तिकै हजुरको पैसा हजुरको जेएमईको एपमा देखाउँछ र जेएमईको एपमा देखाएपछि हजुरले सजिलैसँग जेएमईको एपबाट नेपाल जुनसुकै एकाउन्टमा पनि पैसा सेन्ड गर्न सक्नुहुन्छ। रजिस्ट्रेसनको लागि कन्फ्युज हुनुभयो, कसरी गर्ने, के कन्फ्युजन भयो भने चाहिँ हजुरले यस भिडियोको कमेन्ट पनि गर्न सक्नुहुन्छ। यसमा कमेन्ट गर्नु होला, म चेक गर्नेछु र म हजुरलाई गाइड गर्नेछु। थ्याङ्क यू भेरी मच आजको यस भिडियो हेरेर साथ दिनुभयो।